रुथको पुस्तकमा जानुभन्दा पहिले केही मैले यसको अगाडिको केही खण्ड मैले बाइबलबाटै तपाईँहरूको बिचमा राख्न चाहेँ। यो चाहिँ हामीले पुरानो करारमा हेर्दाखेरि न्यायकर्ताको जुन समयमा जुन उथलपुथल भएको थियो, त्यस समयमा जुन परमेश्वरले न्यायकर्ताका समयमा त्यहाँ के हुन्थ्यो, परमेश्वरले नि जनहरूलाई, आफ्नो मानिसहरूलाई चाहिँ धेरै कुराबाट बचाएर उहाँहरूले चाहिँ सुरक्षा साथ ल्याउनु भएको थियो त्यहाँ राज्यमा, इजरायल देशमा। अनि तिनीहरूले चाहिँ पछि गएर राजाहरूको माग गरेछ, त्यसपछि न्यायकर्ताहरू आएछ। थुप्रै हामी यो विषयहरू चाहिँ सुनेका छौँ, हाम्रो पास्टरज्यूहरूले सुनाउनु भएको छ यो कुराहरू। मैले त्यही विषयलाई छुनुको, त्यो न्यायकर्ताहरूको बिचमा जुन त्यहाँ धेरै समस्याहरू देखा परेको थियो क्या, त्यहाँ लडाइँ हुने, झगडा हुने, अनि परमेश्वरलाई तिनीहरूलाई कति घरिघरि तिनीहरूले परमेश्वरलाई चाहिँ इन्कार गर्थ्यो कि परमेश्वरलाई नमानी अरू नै देवी देवताहरूलाई पुज्न थाल्थ्यो। जतिखेर तिनीहरूले अरू देवी देवताहरूलाई, त्यो इजरायलका मानिस जुन परमेश्वरका जनहरू छन्, तिनीहरूले अरू देशका मानिसहरू त्यो अरू देवताहरूलाई जब पूजा गर्न थाल्थ्यो, त्यतिखेर परमेश्वरले के गर्नुहुन्थेन, तिनीहरूलाई अरूको शत्रुहरूको हातमा राखिदिनुहुन्थ्यो। कतिखेर लडाइँ गरेर पराजित गरेर तिनीहरूलाई मार्ने गर्थ्यो, के गर्ने हुन्थ्यो। तर तिनीहरूले जब पश्चाताप गर्थ्यो र परमेश्वरतर्फ जब फर्केर आउँथ्यो, परमेश्वरले के गर्नुहुन्थ्यो, तिनीहरूलाई फेरि बचाएर ल्याउनुहुन्थ्यो र सुरक्षा जस्तो बाचा गर्नुभएको थियो त्यस्तै परमेश्वरले तिनीहरूसँग गर्नुहुन्थ्यो। यस्तै समयमा के भएको थियो, एक समयमा अनि त्यही न्यायकर्ताको उसमा त्यहाँ जुन इजरायल देश छ, त्यहाँ हामी हेर्न सक्छौँ त्यहाँ एउटा ठाउँ जुन हाम्रो यो के अरे यहुदाको बेथलेहेम भन्ने ठाउँ जहाँ छन्, त्यहाँ के भएको थियो, त्यहाँ एकदम अनिकाल परेछ क्या। त्यस्तो ठाउँमा एक समय यस्तो आयो जहाँ अनिकाल पर्यो, त्यहाँ भोकमरी खान पिउनलाई केही भएन। र हामी त्यहाँ चाहिँ एकजना परिवारको कुरा गर्दैछौँ है। त्यहाँ हुनुहुन्छ त्यो बिचमा, त्यो इजरायलीहरूको धेरै मानिसहरूको बिचमा एकजना परिवार हुनुहुन्छ जसको नाम छ एलिमेलक। हेर्नु है, जुन यो हामी यो तपाईँले रुथको पुस्तक नि 1 देखि 4 हेर्दै गर्नु त। अनि एकजना कोही पढिदिनु हो त यसको कुरा, यो एलिमेलकको रुथको पुस्तक 1 देखि 4 पढ्नु त हजुरहरूले। 1 को 1 देखि हस् हस्। शासनकालमा अनिकाल पर्यो अनि यहुदाको बेथलेहेमबाट कुनै एकजना मानिस आफ्नी पत्नी र दुई भाइ छोराहरूलाई लिएर मोआबीहरूको देशमा केही समयको लागि बस्नलाई गए। ती मानिसहरूको नाम एलिमेलेक थिए। पत्नीको नाम नाओमी। तिनका दुई छोराहरूको नाम महलोन र किलियोन थियो। तिनीहरू यहुदाको बेथलेहेममा एप्रातीहरू थिए। तिनीहरू मोआबीहरूको देशमा गए र ल हुन्छ यति ल बहिनी, यति है नानी ल। जुन कुरा त्यहाँ के भएको छ, एलिमेलक भन्ने एकजना त्यही राज्यका, त्यही बेथलेहेम सहरका एकजना हुनुहुन्छ जसले के गरेको छ कि त्यहाँ त्यो देशमा अनिकाल पर्दा नि तिनीहरूले के सोचेको छ कि यो देशमा त अनिकाल पर्यो, भोकमरी पर्यो, त्यो समस्या आयो, अनि अब चाहिँ मैले के निर्णय गर्नु पर्यो भने आफ्नो परिवार बचाउन। उहाँको चाहिँ एकजना श्रीमती अनि 2 जना छोरा थिए जसको नाउँ हामीले यहाँ हेऱ्यौँ। उहाँको श्रीमतीको नाउँ चाहिँ नाओमी र छोराहरूको नाउँ एउटाको चाहिँ महलोन र अर्को चाहिँ किलियोन हो। अनि उहाँहरू चाहिँ त्यो ठाउँ छोडेर अर्को देशमा गएर हामी जहाँ खान पिउन र बस्न लाउन तिनीहरूलाई जस्तो सुविधा देखियो त्यस ठाउँमा तिनीहरू जान खोजेको। त्यो ठाउँ चाहिँ कहाँ थियो भने मोआबको देशहरू, मोआबीहरू भएको देश। अब यहाँ मोआबी आएको छ है। मोआबी भन्नाले चाहिँ हामी यो मोआबीहरू चाहिँ कहाँबाट कसरी उत्पन्न भएको भन्ने कुरा चाहिँ हामी यो उत्पत्तिको 19 अध्यायमा हेर्न सक्छौँ है। उत्पत्तिको 19 अध्यायमा हामीले 36 र 37 पदमा हेऱ्यौँ भने त्यो मोआबी जाति चाहिँ कहाँबाट आएको हो भन्ने कुरा हामी चाहिँ हेर्न सक्छौँ। त्यहाँ तपाईँहरू नोट लेख्न सक्नुहुन्छ भने लेख्नुहुन्छ है, ठिक छ। अनि त्यसपछि त्यहाँ त्यो परिवार चाहिँ जान खोजेछ उहाँ। अनि त्यो मोआबीहरू भएको देशमा चाहिँ त्यो मोआबी देशका मानिसहरू कस्ता थिए भने
परमेश्वरलाई घृणा गर्ने, परमेश्वरलाई इन्कार गर्ने, परमेश्वरलाई मान्दै नमान्दै त्यस्ता देशमा यी परमेश्वरका जनहरू जान खोजेको छ। अब त्यहाँ कसैले उनीहरूलाई अब हुनसक्छ तिनीहरूलाई मार्न पनि सक्छ, काट्न पनि सक्छ, त्यहाँ देशमा बस्न पनि दिँदैनन्। तर यिनीहरू के गरेको छ, त्यहाँ गएको छ है। त्यहाँ गएपछि अब यहाँ यिनीहरूले के गरेको छ हेर्नु है। एउटा कुरा म भन्नु खोजेँ, यो नाओमीको अर्थ के हुन्छ भने नि खुसी। नाओमीको अर्थ खुसी हो, ह्याप्पी मतलब खुसी हुनु है। नाओमीको अर्थ हो खुसी हुने। अनि यो जुन बेथलेहेम जुन गाउँ छ त्यो गाउँलाई चाहिँ के भन्छ भने के उसको हाउस के अरे ब्रेड रोटीको हाउस भने, रोटीको घर भनेको, रोटीको घर भनेर हामी बुझ्यो भने रोटीको घर भन्नाले त्यहाँ प्रशस्त दिनुहुने परमेश्वर, प्रशस्त चिज दिनुहुने, हरेक कुरा पुरा गर्नुहुनेलाई चाहिँ हामीले त्यो रोटीको हाउस भनेर। नाओमीको अर्थ भयो खुसी। अनि त्यो रोटीको घरबाट तिनीहरू कहाँ गएको छ, त्यो छोडेर थोरै समस्याको कारणले तिनीहरू के गरेको छ, उहाँ छोडेर त्यो गाउँ अर्को ठाउँमा जान खोजेको छ। अब मैले अलिकता यहाँ तपाईँहरूलाई भन्न खोजेँ, हाम्रो परिवारमा पनि हामी कति बेला के गर्छौँ भने हामी परमेश्वरलाई विश्वास गर्छौँ, हामी येशू ख्रीष्टलाई ग्रहण गऱ्यौँ, विश्वास गऱ्यौँ, हामीले त्यही जीवन पनि जिउन थाल्यौँ है। तर जिउँदा जिउँदा हामीलाई के हुन्छ भने नि कहिलेकाहीँ यस्तो समस्याहरू परेको हुन्छ है, जसको कारणले हामी परमेश्वरलाई खोज्न छोडे, हामी बाहिर बाहिर उपायहरू खोज्नतिर कतिजना त लाग्छन् पनि र कतिजनाको मनमा विचार पनि आउँछ क्या। त्यतिखेर चाहिँ समस्या आयो, परीक्षा पनि आयो र समस्या आयो। त्यहाँ हामीले के गर्न खोज्यौँ, परमेश्वरलाई छोडेर हामी अर्कैतिर जान खोज्यौँ। त्यहाँ हामी गएको पनि होइन, तर विचार त आयो नि हाम्रो मनमा, र परमेश्वरले के भनिरहेको हुन्छ, तिमीहरूले चाहिँ त्यो विचारले पनि के गर्छौ त, पाप गरिरहेको हुन्छ। अनि त्यस्तै के भएको छ यो परिवारलाई हेर्नु है, तिनीहरू यो बुझ्न सकेन कि यो जुन परमेश्वरले इजरायल देश दिनुभएको छ, जुन बेथलेहेम गाउँ दिनुभएको छ, जो रोटीको देश हो, उसले त्यो देश छोडेर अरू ठाउँमा जान खोजेको। र यिनीहरू के गरेछ, परीक्षामा पर्न गएछ यिनीहरू है। हामी पनि सचेत हुनुपर्छ कहिले। यहाँबाट चाहिँ हामीले यो कुराहरू पनि सिक्न सक्छौँ। अनि के भएछ अगाडि मैले अनि यसको कहानी कथा चाहिँ अगाडि मैले भन्न खोजेँ। हामी यसरी अध्ययन तरिकाले मैले यो कुरा बुझाउन कोसिस गर्दैछु हजुरहरूलाई। अनि अगाडि चाहिँ तिनीहरू त्यो देशमा गएछ, तिनीहरू त्यहीँ बास बस्यो है। यिनीहरूले त गल्ती त गरेछ, त्यहाँ छोडेर अर्को देश गएर परमेश्वरलाई छोडेर अर्को देश गएको छ। जुन देशमा गयो तिनीहरू त्यहाँको देशका मानिसहरूले यिनीहरूलाई बस्न त दिए, लाउन खान पनि दिए। तर यिनीहरूले के गरेछ भने नि उसका छोराहरू, 2 छोरा त्यहीँको केटी बिहा गरेछ है, त्यहीँको केटी बिहा गरेछ। अब हामी त्यो चाहिँ हेर्दाखेरि परमेश्वरले व्यवस्था जुन मोसाद्वारा दिनुभएको थियो, त्यहाँ इजरायलीहरूलाई कडा रूपले के भनिदिनु भएको थियो कि तिमीहरू अन्य जातिहरूसँग बिहा गर्न सक्दैनौ, तिमीहरू के गर्नु, आफ्नै जाति, आफ्नै नाता कुटुम्ब, आफ्नै पर्ने जातिसँग बिहा गर्नु। तर अर्को पनि यिनीहरूले के गरेछ, त्यहाँको बिहा गरेर, त्यहाँको गल्ती, त्यहाँको केटीहरूसँग बिहा गरेर, मोआबी केटीसँग बिहा गरेर तिनीहरूले परमेश्वरको विरुद्ध अर्को पनि गल्ती गरेछ है। यिनीहरू त्यो के अरे आशिषको हात घर छोडेर, आशिषको ठाउँ छोडेर, परमेश्वरको भवन छोडेर यिनीहरू अरू देशमा गएछ र गल्ती गर्दा गर्दै यिनीहरूले आज्ञा पनि उल्लङ्घन गरे नि त। यहाँ आज्ञा माने नि त, परमेश्वरको व्यवस्थाको आज्ञा यिनीहरूले पालन गरेर नगर्नुपर्ने, बिहा नगर्नुपर्ने यिनीहरू गरेछ। केही दिनपछि के भएछ, त्यो एलिमेलेक भन्ने जुन व्यक्ति हुनुहुन्छ उसको चाहिँ मृत्यु हुन्छ है। केही दिनपछि बसोबास गरेर उसको मृत्यु हुन्छ। त्यस पछाडि त्यो 2टा छोराको पनि मृत्यु हुन्छ है। अनि मृत्यु भएपछि अनि अब त्यहाँ चाहिँ अब बिस्तारै यो कहाँ हुँदै तिनीहरू बसोबास गर्दै त्यो नाओमीले चाहिँ के थाहा पाएछ भने नि जुन देश छोडेर आएको थियो बेथलेहेम सहर, त्यहाँ चाहिँ फेरि पनि परमेश्वरले आफ्नो जनहरूलाई के गर्नुभएको छ भने नि त्यही कुराहरू सबै थोकिदिनु भएको छ। हरेक कुरा तिनीहरूलाई खान पिउन लाउन, हरेक बस्ने कुरा हामी पढ्दै गयो भने, अगाडि पढ्नु त एकछिन बहिनी, अगाडि पढ्दै जाउँ त हामी कुरा यो चाहिँ यहाँ चाहिँ देख्छौँ क्या। अनि नुहामीका पति एलिमेलेक मरे र तिनी आफ्ना 2 छोराहरूसँग छोडिन्। यी छोराहरूले मोआबी स्त्रीहरू विवाह गरे। एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रुथ थियो। तिनीहरू त्यहाँ प्राय 10 वर्ष बसेपछि
दुवै महलोन र किलियोन पनि मरे। यसरी ती स्त्री आफ्ना दुई छोराहरू र आफ्ना पतिबाट पनि बिछोड भई। परमप्रभुले आफ्ना मानिसहरूको हेरचाह गरेर तिनीहरूलाई भोजन दिनुभएको छ भन्ने कुरा जब तिनले मेरो मोआब देशमा सुनिन् तब नाओमी र तिनका बुहारीहरू त्यहाँबाट घर फर्कन तयारी गर्न लागे। आफ्ना दुई बुहारीहरूलाई साथमा लिएर आफू बसेको ठाउँ तिनले छोडिन् र आफ्नो यहुदाको बाटो लाग्यो। आमेन। परमेश्वरले बहिनीलाई आशिष दिनुभएको पढाइ र सुनाइमा मैले जुन कुरा हजुरलाई भनेको ठ्याक्क त्यही कुरा यहीँ लेखिएको छ नि। उहाँले के गरेछ, त्यहाँको केटी बिहा गरेछ, त्यसपछि यिनीहरूको मृत्यु भएछ। जब उसले सोचेछ सुनेछ त्यहाँ कि परमेश्वरले फेरि पनि त्यहाँ त्यस्तै आफ्नो जनहरूलाई त्यही कुराहरू दिँदै हुनुहुन्छ अनि यसले त्यहाँबाट फर्किने जुन निधो गरेको छ, विचार गरेको छ। अब यहाँ हेरौँ है, हामीले तपाईँलाई यहाँ दुईवटा बुहारीको नाउँ भनेको छ। एकजनाको नाउँ चाहिँ ओर्पा अनि अर्कोको चाहिँ रुथ। हामीले चाहिँ पढ्दै गरेको यो पुस्तक पनि रुथको विषयमा हो। अनि यहाँ चाहिँ दुईवटा बुहारीमा चाहिँ को असल र को खराब है। खराब त दुइटैमध्ये कोही छैन, तर यहाँ चाहिँ हामीले अब चाहिँ यहाँ अलिकता हामीले सासू र बुहारीको प्रेम हेर्न गइरहेछौँ है। त्यो रुथ र ओर्पा दुवैजना अनि यो नाओमीले चाहिँ आफ्नो सासूले चाहिँ यिनीहरूलाई सोधेछन् कि हेर छोरी तिमीहरू चाहिँ अब के भयो, तिमीहरू त अब मेरो छोराहरू मऱ्यो है, अनि अब चाहिँ म त्यस्तो योग्यको पनि छैन, मेरो श्रीमान पनि हुनुहुन्न, अनि म त्यस्तो योग्यको पनि छैन कि म तिमीहरूको निम्ति अर्को छोरा जन्माएर दिउँ र तिमीहरू फेरि मेरो छोराको बिहा गरेर मेरो बुहारी हुन सक्यौ। तिमीहरूसँग अहिले के छ, मौका छ, समय छ, तिमीहरू आफ्नो आफ्नो घर फर्क र म पनि आफ्नो घर जहाँबाट म आएको थिएँ म त्यहीँ जानेछु भनेर। यसमा के भएछ, ओर्पाले चाहिँ उसले पनि आफ्नो राम्रो काम देखाएको छ। उसलाई जब सासूले भन्नुभयो उसले पनि आज्ञा मानेको छ। ऊ आफ्नो घरतिरै फर्केको छ है। ऊ आफ्नो नाता कुटुम्ब आफ्नो घरतिर फर्केको छ। तर त्यही हामीले चाहिँ रुथलाई जब हामी हेर्छौँ, त्यो रुथले के गरेछ, आफ्नो सासूप्रति र आफ्नो सासूले जुन घर आफ्नो सासूको जुन घर छ है, त्यो घरप्रति र उहाँलाई मान्ने, उहाँले जुन सासूले आराधना गर्ने जुन परमेश्वर हुनुहुन्छ, रुथले चाहिँ उहाँलाई स्वीकार गरेको छ क्या। यहाँ हामीलाई हेर्न सक्छौँ। त्यहाँ रुथले हामी अगाडि पढ्दै गयो भने त्यहाँ परमेश्वरको एउटा के अरे रुथले भनेको जुन वचन छ हामीले एकचोटि त्यो हेरौँ है। त्यो रुथले त्यो ओर्पा त फर्केर जान्छ होइन, अनि रुथ चाहिँ म चाहिँ जाँदिनँ भन्छ, तर रुथ चाहिँ आफ्नो सासूलाई कसरी भनेका छन् त, जवाब कसरी दिएका छन् त, त्यो कुरा हामी अलिकता हेरौँ है। हामी पढौँ अहिले के अरे यही 1:16 पढौँ त बहिनी। 16 हुन्छ, उहाँ पढ्नुहुन्छ ल पालो पालो है। 16मा यसरी लेखिएको छ, रुथले जवाफ दिइन्, मलाई फर्केर जान र तपाईँलाई छोड्न कर नगर्नुहोस्। तपाईँ जहाँ जानुहुन्छ म पनि त्यहीँ जानेछु। तपाईँ जहाँ बस्नुहुन्छ म पनि त्यहीँ नै बस्नेछु। तपाईँका मानिसहरू मेरो मानिसहरू हुनेछन् अनि तपाईँका परमेश्वर मेरो परमेश्वर हुनेछन्। आमेन। अनि 17 पनि एकचोटि है। तपाईँ जहाँ मर्नुहुन्छ म पनि त्यही मर्नेछु र त्यही नै गाडिने छु। मृत्यु बाहेक अरू कुनै कुराले तपाईँ र मलाई अलग गरेमा परमप्रभुले मसँग अति कडा व्यवहार गरून्। आमेन। हुन्छ। यहाँ रुथले हामी हेर्छौँ, यहाँ पढेर हामी बुझाएर अनि परमेश्वरको जुन वचन छ, यहाँ रुथले के जवाब दिएछ भने आफ्नो सासूलाई कि मलाई फर्केर जान नभन्नुहोस्, तपाईँ जहाँ जानुहुन्छ म पनि त्यही जान्छु। तपाईँ जुन परमेश्वरलाई आराधना गर्नुभएको छ
म पनि त्यही परमेश्वरलाई आराधना गर्छु, तपाईँ जहाँ बस्नुहुन्छ म त्यही बस्छु भनेर है। यो रुथको यो जुन पद हो यो सबैभन्दा राम्रो पद हो। हामी यो पदलाई हेरेर हाम्रो परिवारमा पनि हाम्रो के अरे छरछिमेकीहरू अनि हाम्रो आफन्त नातागोताहरूमासँग पनि हामीले यो कुराहरू राखेर कि जब उसले रुथ, तपाईँहरूलाई थाहा छ रुथ को थिए? मोआबी थिए नि, मोआबी स्त्री थिए, मोआबी स्त्री होइन, मोआबी स्त्री थिए ऊ। अनि इजरायलीहरू र मोआबीहरूको त मेल छैन नि त होइन। तर उसले यहाँ यो रुथले चाहिँ आफूसँग एउटा उलिन रिक्सलाई के भन्नु, एउटा जोखिम उठाइरहेछ क्या त्यसले होइन। त्यहाँ ठाउँमा जहाँ सासू जानुहुन्छ, जुन ठाउँमा जानुहुन्छ त्यहाँ ठाउँको मानिसहरूले मलाई स्वीकार गर्ला नगर्ला, म मुआबी भनेर मारिदेला काट्देला या केही गर्ला, मेरो सासूसँग बस्न नदेला भन्ने कुराहरू पनि हुनसक्थ्यो, त्यहाँ हामी हेर्न सक्छौँ। तर यी कुराहरूलाई पछि छोडेर त्यहाँ रुथले के गरेको छ, आफ्नो सासूलाई, उहाँको परमेश्वरलाई र उहाँको घरानालाई अपनाएको छ के। यो कुराहरूले देखेर परमेश्वरलाई आज रुथलाई कहाँबाट कहाँ उठाएर राखिदिनु भएको छ। हामीलाई थाहा छ नि रुथ चाहिँ हाम्रो येशू प्रभुको वंशमा आउनुहुन्छ उहाँ, हो कि होइन? ल त्यसै नै हामी यहाँ रुथलाई, अनि त्यसपछि यो अब चाहिँ यहाँ आयो सासू र बुहारीको प्रेम है। हामी पनि आफ्नो घरमा, हामी यहाँ कतिजना बुहारी छौँ होला, कतिजना सासू हुनुहुन्छ होला, जसरी रुथले आफ्नो सासूप्रति प्रेम देखाएको छ त्यसरी नै हामीले प्रेम देखाउनुपर्छ। यहाँ एकदम अगाध प्रेम छ क्या, ऊ चाहेको भए ऊ छोडेर जान्थ्यो है। त्यसरी नै हामीले पनि यदि हाम्रो सासू कोही विश्वासमा हुनुहुन्न, हाम्रो आफन्त छरछिमेकीहरू नातेदारकाहरूको विश्वासमा हुनुहुन्न भने हामीले त्यहाँ के गर्नुपर्छ, आफ्नो परमेश्वर जसलाई हामी आराधना गर्दैछौँ उहाँको प्रेमद्वारा हामी आफ्नो प्रेम उहाँमा देखाउँछौँ र उहाँको जीवन जरुर परिवर्तन हुन्छ क्या हामीलाई होइन। कतिजना परिवारमा चाहिँ हाम्रो विशेष गरेर हाम्रो दिदीबहिनीहरूमा नै भइरहेको हुन्छ, कतिले सासूलाई प्रेम नगर्ने होइन, कतिजनाले बुहारीलाई प्रेम गर्ने, आफ्नो देउरानी जेठानीहरू जुन हुनुहुन्छ नि, हामी दिदीबहिनीकै कुरा गरिरहेछौँ है। अनि जब हाम्रो बिहा हुन्छ है, जब हामी बिहा गरेर एक ठाउँबाट अर्को ठाउँमा जान्छौँ, त्यो के भएको हुन्छ नि, एक घरबाट हाम्रो अर्को घरमा गएको हुन्छ होइन। हाम्रो यहाँ आफ्नै हुन्छ, आमा दिदी भाइ बहिनी बुवा जतिजना हुनुहुन्छ त्यतिजना त हुन्छ नै, तर हामी जहाँ जान्छौँ, जुन घरमा हामी गएको छौँ त्यहाँ पनि हामीलाई ठ्याक्क त्यही रिस्ताहरू पाउनेछौँ क्या, हामीले त्यही पाउनेछौँ। त्यहाँ पनि आमा सासूको रूपमा बुवा हुन्छ, भाइ बहिनीहरू, देवर देउरानीहरू जतिजना हुनुहुन्छ, नन्दहरू हुनुहुन्छ। त्यहाँ के हामीले कोसिस गर्दा, हामीले परमेश्वरको प्रेम देखाउँदा आफ्नै दाजुभाइ दिदीबहिनी, आफ्नै आमा बुवा जस्तो हामी सासूहरूलाई प्रेम देखायो भने उहाँहरूले के गर्नुहुन्छ, परमेश्वरको प्रेमलाई देख्छ नि हामीद्वारा होइन। परमेश्वरले के भन्नुभएको छ, तिमीहरूले गरेको सुकर्म देखेर तिनीहरूले के गरोस् त, परमेश्वरको महिमा गरोस् भनेर। जब त्यही संसारमा जुन भइरहेछ आज, सासूलाई पिट्ने, बुहारीलाई पिट्दिने, मार्ने काट्ने जति पनि झगडाहरू भइरहेछ, तर यो कुराहरू छोडेर हामीले क्रिस्चियन जीवन, हामी जब प्रभुका छोरीहरू छौँ अनि हाम्रो परिवारमा यदि हामीले परमेश्वरको प्रेम देखायो भने, यो रुथले गरेको जस्तै आफ्नो सासूलाई प्रेम देखायो भने तिनीहरूको परिवर्तन नहोला त पक्कै हुन्छ है। परमेश्वरको महिमा होस् र तिनीहरूले पनि पाउनेछन् यस्तै। त्यसपछि हामी अगाडि बढ्दै जानेछौँ र यो रुथ जब आफ्नो के अरे नाओमी आफ्नो बुहारी लिएर जब फर्केर आउँछिन् अनि तिनलाई भेट्न चाहिँ थुप्रैजना आउँछन् क्या, त्यहाँको सबैजना के नाओमी गएकी थिइन् र फेरि फर्केर आउँ क्या, हामी पनि त्यस्तो हुन्छ नि, कतिजना हामी भेट्न आउँछ नि हामीलाई। त्यतिखेर यो नाओमीले के भनेको छ थाहा छ? नाओमीले भनेको चाहिँ मलाई अब चाहिँ नाओमी भनेर नभन तिमीहरू, मलाई चाहिँ अब मारा भन रे। माराको अर्थ तितो के, दुखी। किन भन्नुहुन्छ त, किनभने नि म भन्दैछु है, नाओमी सुरुमा यो घर छोडेर जाँदा, यो देश छोडेर जाँदा, गाउँ छोडेर जाँदा कति खुसी भएर गएको थियो। उसँग को थिए, उसको श्रीमान, उसको 2 छोरा, तर ऊ आउँदा के भएको छ, खाली भएको छ क्या, कङ्गाल भएर आएको छ, केही छैन त्योसँग, खाली रित्तै हात आएको छ। त्यही भनेर चाहिँ नाओमीको अर्थ खुसी थियो, तर म अहिले त मारा भएको छु रे। तर यो गल्ती चाहिँ कहाँ थियो, सुरुमै परमेश्वरलाई छोडेर के गरेको छ यिनीहरूले, अन्य बाटो अप्नायो क्या, अरू नैतिर लाग्यो क्या यिनीहरू होइन। प्रियजनहरू हामीले पनि यो कुरामा ध्यान दिनुपर्छ। हामीले कतिखेर यो रुथको विषयबाट चाहिँ हामी थुप्रै कुरा सिक्दै गर्दा चाहिँ यो कुरा पनि हामी ध्यान दिनुपर्छ कि हामीले जुन परमेश्वरलाई आराधना गरिरहेछौँ
उहाँलाई छोडेर हामी अर्को बाटो हिँड्नु हुँदैन। किनभने परमेश्वरले हामीलाई बनाउनु भयो, हामीलाई सृष्टि गर्नुभयो र हामीलाई खुवाउने पियाउने हरेक कुरा दिनुहुने। परमेश्वरले के भन्नुहुन्छ, तिमीहरू फिक्री नगर, तिमीहरूको फिक्री गर्ने म छु, म सबै थोक दिन्छु। तर यहाँ नाओमीले चाहिँ उहाँको परिवारले त्यो कुरा बिर्सेर, परमेश्वरको त्यो प्रेम बिर्सेर, त्यो म तिमीहरूलाई प्रशस्तमा अन्न र त्यो दुध र मह बग्ने देशमा लानेछु भन्ने कुरा बिर्सेर तिनीहरू के गरेछ, अर्कैतिर गएछ। हामी विचार गर्नुपर्छ यो कुरामा, हामी अर्कोतिर जानु हुँदैन। अनि त्यसपछि रुथको जुन आयो, अनि त्यसपछि त्यहाँ अब त्यो ठाउँमा अब बस्न लाउन खान त चाहिन्छ नि त कुरा। अनि त्यसैमा चाहिँ हामी अर्को यो दुई अध्यायमा जाँदाखेरि चाहिँ त्यहाँ एउटा बोज नाम भन्ने व्यक्ति हुनुहुन्छ जो धेरै धनी हुनुहुन्छ र उहाँको धेरै खेतहरू पनि छ, धानको बालाहरू बटुल्ने केहरू गर्ने, धान कट्नेहरू गर्ने, ऊ धनी मान्छे छ है। रुथ चाहिँ त्यहाँ गएछ। अब जीवन पाल्नलाई त केही चाहिन्छ नि, केही गर्नु पर्यो नि। अब दुईवटा मात्रै सासू बुहारी छन् घरमा, अब खर्च त बेहोर्नु पर्यो। अनि रुथले भनेछ म जान्छु त्यो सिलाबाटहरू बटुलेर ल्याउँछु। अनि त्यसमा चाहिँ अब त्यहाँ चाहिँ है रुथले चाहिँ के गरेको छ, हामीले अघि नै हेऱ्यो, रुथले के गरेछ, आफ्नो सासूको परमेश्वरलाई अपनाएको छ। जब हामी परमेश्वरलाई स्वीकार गर्छौँ अनि उहाँको अनुग्रह हामी माथि आउँछ र त्यही अनुग्रह रुथले यहाँ पाएको छ। त्यो बोझ एकदम धनी है। अनि त्यसले आएर सोधेको पनि छ, अरू थुप्रैजना छन्, तर उहाँ के गरेछ, रुथको बारेमा सोधेछ कि यो को हो, यो केटी को हो भनेर सोधेछन् है। त्यहाँका उहाँहरूले चाहिँ भनेको छ तपाईँको यो नाओमीको बुहारी हो, अनि यहाँ सिलाबाट बटुल्न आएको छ यस्तो। अनि उहाँ चाहिँ ठिक छ। अनि बोझले त्यहाँ के जवाब दिएको छ थाहा छ, हुन्छ ठिक छ, उसलाई चाहिँ बटुल्न दिनु, उसलाई केही पनि नगर्नु, उसलाई नहर्काउनु, उसलाई जति मन लाग्छ त्यति बटुल्न दिनु। यहाँ हेर्नु त परमेश्वरको अनुग्रह पायो कि पाएन रुथले, हो कि होइन? रुथले के गरेको छ, परमेश्वरलाई अपनायो, परमेश्वरलाई स्वीकार गर्यो र परमेश्वर उसलाई यस्तो ठाउँमा पुर्याउनु भएको छ कि अनुग्रह दिएको छ र प्रशस्ततामा पुर्यायो। धेरै बटुले र जाने बेलामा झन् त्यो बोझले चाहिँ उसले जति बटुलेको हुन्छ त्योभन्दा बढी पनि दिएको हुन्छ। कोही एकजना एकदम छिटो पढ्ने हुनुहुन्छ भने अलिकता यो पढ्नुहोस् न त्यहाँ अगाडि है, दुईको पढ्दै जाऊँ त हामी यो कुरा यहाँ हेर्न सक्छौँ क्या। 2 को 1 देखि पढ्दै जाऊँ त। परिवारका एकजना हुने खाने कुटुम्ब थिए, तिनको नाम बोअज थियो। नौमी होला, मोआबी रुथले नाम मोआबी रुथ के म खेतमा गएर जसले म प्रति जिगाह गर्ला त्यसको पछि सिलाबाला खोज्नलाई जाऊँ। नाओमीले भने हुन्छ, मेरी छोरी जाऊ। त्यसैले कटनी गर्नेहरूका पछि खेतमा सिलाबाला खोज्न रुथ गए। अनि तिनी खेतको त्यस भागमा पुगिन् जो एलिमेलका परिवारका बोअज खेत थियो। अनि त्यहाँ बोअज पनि बेथलेहमबाट आइपुगेको थियो। तिनले कटनी गर्नेहरूलाई अभिवादन गरेर भने, प्रभु तिमीहरूसँग हो। अनि तिनीहरूले जवाब दिए, प्रभुले तपाईँलाई आशिष देऊन्। तब तिनले कटनी गर्नेहरूमाथि खटाइ गर्नुको लागि सोधे, यो युवती कसकी हो? नोकरले जवाब दियो, भर्खरै मोआब देशबाट नाओमीसँग आएकी मोआबी ठिटी हो। त्यसले मलाई कटनी गर्नेहरूका पछि पिटाहरूका बिचमा सिलाबाला जम्मा गर्न पाऊ भनेर बिन्ती गरी त्यो आएर बिहान सबैले देखि अहिलेसम्म छोटो समयको विश्राम बाहेक काममा व्यस्त थिए। तब बोअजले रुथलाई भने, ए मेरी छोरी, सुन त, अरू खेतमा गएर सिलाबाला नखोज, टाढो पनि नजाऊ, तर मेरा ठिटाहरूसँग यतै खोज। मानिसहरूले फसल काटेका ठाउँमा हेरेर सिलाबाला बटुल्नेहरूका पछि लाग। तिमीलाई नछुन् भने मैले यी मानिसहरूलाई आज्ञा दिएको छु। तिमीलाई तिर्खा लाग्यो भने गएर मानिसहरूले भरिरहेका गाग्राको पानी खाऊ। तब रुथले तिनको सामुन्ने झुकिन् र तिनलाई दण्डवत गरेर भने, म विदेशी हुँ भनी जानेर पनि हजुरले किन यति कृपा गर्नुहुन्छ? मोआबले भने, आफ्नो पतिको मृत्युपछि तिमीले आफ्नो सासूप्रति गरेका सबै काम मलाई मानिसहरूले भनेका छन्।
तिमी आफ्ना आमा बुवा र आफ्नो जन्मभूमि छोडेर अपरिचित जाति कहाँ आयो। परमप्रभुले तिम्रो काखको पुरस्कार तिमीलाई देऊन्, जसले छात्र छाया मुनि शरण आएछौ। उसले परमप्रभु इस्राएलका परमेश्वरले प्रशस्त पहाड देऊन्। तिनले भने म हजुरकी कुमारी नभए तापनि हजुरले साँच्चै नै मलाई शान्ति दिनुभएको छ र दयाको कुरा गर्नुभएको छ। हजुरको निगाह पाऊँ। जब खाने बेला भयो तब बोअजले तिनलाई भने, यहाँ आएर केही खाऊ र तिम्रो रोटी सिर्कामा थोप। तब तिनी कटनी गर्नेहरूसँग बसिन् र बोअजले तिनलाई केही भुटेका अन्न दिए। तिनले पेटभरि खाइन, केही उबालेर राखिन्। अनि जब तिनी सिलावाला बटुल्नलाई उठिन् तब बोअजले आफ्ना मानिसहरूलाई यसो भनेर आज्ञा दिए, यसलाई बिटाहरूका बिचबिच पनि सिलावाला बटुल्न देऊ, त्यसलाई नहप्काऊ। बरु अन्न बाँधेका बिटाहरूबाट तिनीहरूले केही निकालेर छोडिदियो र त्यसलाई नहप्काइकन टिप्न यसले रुथ साँझसम्म खेतमा सिलावाला बटुल्दै रहिन्। अनि जब तिनले बटुलेका सिलावाला मारिन् तब 5 पाती जति भयो। अनि बोकेर घर आइन् र अनि तिनकी सासूले तिनले बटुलेर ल्याएका धेरै सिलावाला देखिन्। त्यसपछि रुथले आफूलाई खाएर उबारेको कुरो पनि निकालेर तिनलाई दिइन्। तिनकी सासूले तिनलाई सोधिन्, आज तिमीले कहाँ सिलावाला बटुल्यौ? तिमीले कहाँ काम गर्यौ? मानिस धन्य हौ जसले कृपा गरे तिम्रो हेरचाह गरे। यसकारण तिनले आफ्नो सासूलाई आफू कस काम गरिन् भनी बताइदिन्। तिनले भने, मैले साथै काम गरेका मानिसको नाम बोअज रहेछ। हुन्छ हामी यति राख्नेछौँ है। हामी यो पढ्दै जाँदाखेरि हामीले अघि सुनेकै कुरा, बोअजले कसरी उसमाथि निगाह प्राप्त गरेछ, उसको सासूले पनि सोधेको छन् र पछि गएर के हुन्छ भने उसको अब हामीले चाहिँ यो हेर्दाखेरि चाहिँ त्यहाँ रुथ मेहनती छ भनेर पनि हामी हेऱ्यौँ है। उसले के गरेको छ, बिहानदेखि साँझसम्म उसले बटुलेको छ क्या। मेहनती, हामीले रुथलाई मेहनती पनि देख्छौँ क्या। हामीले पनि काममा मेहनत गर्नुपर्छ। हामी आल्सी गएर बस्नु हुँदैन, आल्सी भएर बस्नु हुँदैन। हामी जे काम हामी गरिरहेछौँ त्यसमा हामी मेहनती हुनुपर्छ भन्ने कुरा हामी पनि रुथको जीवनबाट हामी हेर्न सक्छौँ। त्यसै गरी तिनीहरूको बोअजको र रुथको विवाह हुन्छ भन्ने कुरा हामी अर्कोमा 3मा उहाँले अनुरोध गरेको हुन्छ, उसको विवाह पनि हुन्छ र ऊ विवाह भइसकेपछि उसले पुत्रहरू जन्माउँछन् होइन। अनि बोअजले चाहिँ के भनेछ भने नि, जुन विवाह भएको छ उनीहरूको आफ्नो नियम कानुन अनुसारै भएको हो। किनभने ऊ एलिमेलेककै खानदानमा आफ्नै रिश्तेदारमा पर्ने नातेदार परेकाले उहाँहरूको बिहा भयो र बिहा भइसकेपछि उनीहरूको घर परिवार अगाडि बढ्यो, बालबच्चाहरू भयो। अनि त्यही कुराले गर्दाखेरि आज हामी जब पढ्दै जान्छौँ, हेर्दै जान्छौँ, अनि त्यो के हुन्छ, हाम्रो प्रभु येशू ख्रीष्टको केमा हुन्छ, उहाँ वंशमा आउनुहुन्छ। उहाँ एउटा रुथ मोआबी स्त्री जसले परमेश्वरलाई चिनेको थिएन है, केही गरेको थिएन, तर उसको बिहा जब भयो उसले आफ्नो सासूलाई, उहाँलाई मान्ने परमेश्वरलाई, उहाँले आराधना गर्ने परमेश्वरको आराधना गर्यो र आफ्नो इमान्दारिता देखायो। आफ्नो मेहनतले गर्दा ऊ त्यहाँदेखि उहाँसम्म पुगेको छ, परमेश्वरसँग पुगेको छ। आज हामी यो विचार गऱ्यौँ भने, यो रुथको जीवनबाट हामीले हेऱ्यौँ भने जसरी रुथलाई परमेश्वरले तलदेखि माथि उठाउनु भएको छ, क्या हामीलाई उठाउनु सक्नुहुन्न परमेश्वरले? तर हामी परमेश्वरमा के हुनु पर्यो? इमान्दार हुनु पर्यो, आज्ञाकारी हुनु पर्यो होइन, मेहनती हुनु पर्यो र परमेश्वरले हामीलाई जति आज्ञाहरू दिनुभएको छ हामी त्यसमा जानु पर्यो र परमेश्वरमा हामीले विश्वास गर्नु पर्यो। र विश्वास गर्नलाई हामी के गर्नुपर्छ, विश्वास कहाँबाट आउँछ, कसरी आउँछ भन्ने कुरा हामी नयाँ करारका मत्तीका पुस्तकमा, मर्कुसका पुस्तकमा, एफिसोको पुस्तकहरूमा हेऱ्यौँ भने हामीले त्यहाँ हेर्छौँ कि विश्वास कसरी आउँछ र हामीलाई विश्वास किन चाहियो। परमेश्वरमा हामीलाई परमेश्वरले के भन्नुहुन्छ, तिमीहरूमा सानो रायोको दाना जस्तै यदि विश्वास छ भने तिमीहरूले यो पहाडलाई हटिजा भन्यो भने चाहिँ के हुन्छ, त्यो हट्छ। त्यो पहाड के हो, हाम्रो समस्या हो। जसरी यिनीहरू समस्यामा परेर परमेश्वरलाई बिर्सेर अरू ठाउँ गएको छ, त्यसरी नै हामी त्यो समस्यालाई हामी आफै के गर्नुपर्छ, परमेश्वरको अधीनमा राखिदिनुपर्छ र त्यो समस्यालाई विश्वासद्वारा हामी हटाउनुपर्छ र त्यो ठाउँ हामीलाई छोड्नु पर्दैन। हामीलाई आज परमेश्वरलाई छोड्नु पर्दैन।
यसरी र हामी यो कुरा पनि सिक्न सक्छौँ कि जसरी नवमी त्यहाँबाट फर्केर आएको छ प्रियजन, यदि हामी कहीँ कतै यसरी बाटो भुलेर भट्केर यदि कतै गएको छौँ भने हामी नाओमी जस्तै फर्केर आउनुपर्छ र उहाँमा पश्चाताप गर्नुपर्छ, उहाँसँग बिन्ती गर्नुपर्छ। हे परमेश्वर, जसरी तपाईँले नाओमीलाई फेरि पनि उठाउनु भयो, फेरि पनि यो देशमा ल्याएर स्थापित गर्नुभयो, त्यसरी नै हामी पनि फर्केर आएको छौँ। प्रभु हामीलाई स्वीकार गर्नुहोस्। हाम्रो प्रभु महान हुनुहुन्छ र पश्चाताप गर्ने हरेकलाई उहाँले हामीलाई स्वीकार गर्नुहुन्छ र हरेक पापहरू, हरेक समस्या, गल्तीहरू उहाँले हामीलाई क्षमा गरिदिनुहुन्छ। किनभने हामी के हो, अनुग्रह पाएका हौँ हामी है। हामी व्यवस्थाद्वारा हामी कहिले धर्मी ठहरिन सक्दैनौँ, तर परमेश्वरको अनुग्रहले, येशू ख्रीष्टको धार्मिकताले हामी धर्मी बनेका छौँ, हो कि होइन? त्यही परमेश्वरलाई हामी कहिले भुल्नु हुँदैन भन्ने कुरा हामी यहाँबाट सिक्न सक्छौँ। र हाम्रो आफ्नो छोराछोरीहरूलाई जसरी परमेश्वरले यहाँ देखाउनु भएको छ, त्यो एलिमेलेकको छोराले अर्कै जातसँग बिहा गरेको छ, हामी यो कुरा पनि सिक्न सक्छौँ कि हाम्रो आफ्नो क्रिस्चियन बच्चाहरूलाई के गर्नुपर्छ, यो कुरामा पनि हामीले सानैदेखि सिकाउनुपर्छ। यस्तो जवानी अवस्थामा सिकाउनुपर्छ कि अरूलाई होइन, तर हाम्रो प्रभुमा भएका जनहरूसँगै हाम्रो के हुन्छ, पवित्र विवाह पनि हुन्छ र परमेश्वरलाई हामीलाई धेरै आशिष दिनुहुन्छ। हुन्छ, हामी यति कुरा यहाँ